चाहिँ फेरि अर्को रेस कोर्ट इङ्ग्लिसमा जाँदैछु। आज पूर्णिमा चाहिँ अनफर्चुनेटली आउन पाएन, तर नि लेट्स गिभ आवर बेस्ट। हेलो 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 सक्यो है, सक्यो। गाह्रो 48 मिनटमा गरेँ क्या टाइम, खोजेको टाइम त होइन तर नि ह्याप्पी टु फिनिस। सन्दीप भाइ कस्तो भयो त आज? भाइ त आज 4 महिनामा दौडे। ठिक छ ठिक छ, अब बिस्तार फेरि सुरु गर्ने मेमोरिज। दाइको पनि, दाइलाई त आज पोलेनले सही है। अनि कस्तो भयो त आशिषको चाहिँ? मेरो गाह्रो भयो 48 मिनटमा गरेँ, 47 गरेँ भने 1 मिनटले भयो। अब कुर्सादीमा 47। अब कुर्सादी चाहिँ अनि 5 थियो मेरो। 5 थियो। कुर्सादीको लागि ट्रेनिङ गर्नुपर्छ, यो नगऱ्यो भने त सकिँदैन रहेछ है। ल ल ल ल रनर्स फर्स्ट 10K, फर्स्ट अफिसियल 10K कस्तो भयो? रमाइलो भयो? ए हो र, त्यस्तै हो तर जे होस्। हजुर कस्तो भयो? ए खै त देबु दिदी? ए पूर्णिमा चाहिँ भर्खर भेट्टिन है। हामी चाहिँ आज के अरे बार्सिलोना भर्सेस रियल म्याड्रिड क्लासिको हेर्न आएको होइन है, माहौल चाहिँ हेर्न आएको। माहौल हेर्न आएको, टिकट हेरमै गऱ्यो। ल हामी चाहिँ ठ्याक्क काम नौ त्यता छ, पूर्णिमा यता छिन्। आज कति जित्छ होला भन? आज है ड्र हुन्छ कि कति ड्र? 3-3 हुन्छ अरे पूर्णिमाले। मैले भने चाहिँ बार्सिलोना जित्छ 2-0 क्लिन सिट। सिरियसली लेट्स सी 2-0 हुन्छ आज। त्यहाँ चाहिँ रिपोर्टरहरू बसिरहन्, त्यो रिपोर्ट गरिरहेको थियो। तिनीहरूले पनि आज ड्र हुनसक्छ भन्दै थियो है, मैले यसो सुनेको। पूर्णिमा राइट हुन्छ कि म अब आज राति थाहा हुन्छ 9 बजेपछि, होइन 11 बजे त सक्यो। स्टेडियम बाहिरको भाइ भयो चाहिँ।